होइन यो ऊ भएर होला कता हो भन्ने यति छ नि त होला सोध्नु परेन बस पार्क आयो त यो बस पार्क आयो होइन होइन टुडी खेला आयो सोध्नु भयो यहाँबाट यता जानै पर्यो यताबाट त्यही जाने बस पार्क हो बस पार्क आएको टुडी खेला यताको त्योभन्दा पनि अगाडिको गाडीको त यहाँ आउनु गाडीको छत्रो आउँछ त्यति आएछ भयो यहाँ त भोलि बिहान नै आइन्छ यहाँ त भोलि बिहान चाहिँ आउने छ क्या भयो हुन्थ्यो अब त यतै त होला होइन यतै हो अब त पुरा क्लियर छ कन्फर्म हो कन्फर्म हो अब हामी यहाँबाट यतै जाने हो त्यहाँ चोकबाट यता यो होटलमा बस्यो हामी जानु होटलै यो होटलमा बस्यो बुझिनु हामी जानु हिँड्नुहोस् न यतै 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 हिँड्नुहोस् न यता होइन यता होइन हामी त धेरै यता हो कि बस बारबाट छिर्ने यो यस्तो पुलिसले चाहिँ कारवाही गर्ने हाम्रो ए बस बारबाट छिर्ने यो हो अब यो बाटो जाने यो बाटो जाने सल्लाह गरी आउने यही हो के होला चाहिँ अब यिनीहरू जति हल्ला आयो भने आज हामी हल्लिन हाल्छ नि नानी हाम्रो अब त्यहाँ क्याम्पस आउँछ अनि अदालत अदालत चाहिँ कत्न आउँछ क्या अदालत जिल्ला इन्डिया भनेको इन्डिया भन्यो होइन तर आँखाको दृष्टि त कति लामो हुँदैछ नानी होइन परेराले गुण लास्ट त के भन्नु थियो भाउजूको हेर्न कस्तो गोरो छ साँच्चै हो एउटा मान्छे त चाहिन्छ क्या पुस्ने मान्छे त बिचारालाई हेर्ने हो क्या यिनीहरूले त खालि टोका बोकेर हिँड्ने रहेछ नि त खाने तर यो राम्रो पनि कति राम्रो हो क्या नारायणजी होइन ठाउँ के होइन
गरेन होइन आउनु होला भन्ने एकछिन पैसा त्यही त हो अहिले भात खानु भने पुरै खाइदिनु कसले भन्छ यस्तो मान्छेहरू कता हेर्दा हेर्दै आँखा पाट्यो कि धेरै कस्तो राम्रो भएको छ कि मतलब भयो मतलब हुन नजिक भयो यस्तो तपाईँ हुने घरकी मुर्गी दाल बडा भनेको यस्तामा होइन है लाग्यो पैसाहरू त मैले पछि भिडियो बनाएपछि बल्ल हेरेँ त्यो दैले राखेर त बाटोमा यिनी सादा झरेको थियो नि कस्तो धेरै ऐसो थिएँ ऐसो रहेछ ऊ पनि रहेछ त्यो यो साल्ला गाडी किन कम भएछ पहिला त भयो थियो पहिला झट्टै थियो यो साल्ला गाडी साइकलका राइडर हुन् हामीले पनि एकचोटि साइकल छाडा किन राइडर गर्ने हो कि राइडर जानेछ र बल्ल बल्ल अलिअलि चलाउँथे त्यस्तो संस्कार कस्तो दुख्छ त म हिँड्न धेरै अपरेसन गरेको त यहाँ सबभन्दा बढी तपाईँ जानेको नि साथी जानेको ulang गुल्मी त राखेन नि गुल्मी त रेडी पछि हैन र रेडीसम्म पाल्पा नै गुल्मी पनि आउँछ क्या अब हामी एकचोटि वहाँ जाऊँ न त्यो गुल्मीको माथिको ऊ पनि हेरौँला रेसुङ्गा पनि हेरौँला त्यहाँलाई हामी त गयो त्यो बेला अहिले धेरै बनाएको अहिले त धेरै राम्रो बनाएर राखेँ हामी आएको थिएन म पनि एकचोटि गर्छु शारदा त गइ छैन कि माथि चढी छ गइ छैन
एकचोटि जाम न त एकचोटि जाम त भाइरल रोड भनेको जस्तो चाहिँ त्यो डिडीबाट मासतिर लेनको बाटो यस्तो बनाएको छ त्यस्तो बनाएको छ पहिलामा थिएन बाबु एकदम थाहा जति तपाईँको चाहिँ लगभग 2 किलोमिटर जति पुरै ढलान गरेछ एक साइड गर्दैछ हो हैन यत्रो बाटो जाँदै अप्ठ्यारो छ पानी सुकेर चाहिँ नंदी अड्डा लेके फटाफट यो त 1200 सीसी हो त्यो डरै हुन्न पावर छ नि
आउँदाखेरि के सोचेको थिएँ त्यो बाटोमा यिनीहरूलाई झार्छु र तपाईँलाई तिनटेलाई झारेर भन्ने सोचेको थिएँ अनि सोचेँ हो जान्छ तान्छ भने कि तान्ने भन्दा पनि डराउँछ कि भनेर हो गाडी तान्दैन भनेर होइन झार्नुपर्छ है झार्नुपर्छ भनेको तिमी डराएर हो कि होइन झारेर गाडीलाई सजिलो हुन्छ नि त डराएर पनि हो कि होइन होइन तपाईँ निस्किने ठाउँमा त हामीलाई नि त उयो होला तर गाडीलाई सजिलो हुन्छ भन्ने कुरो कि थिएँ सानो गाडी थिएँ मेरोबाट सानो गाडी थिएँ मेरो मोचो मेरो जस्तो थिएन तर पावर चाहिँ मेरोभन्दा कम भएको थिएँ पावरले गर्छ यहाँबाट फेरि इन्डिया देखिने कि होइन त यो त नारायणजी उपत्यका जस्तो के होइन देख्दाखेरि क्या फेरि कुहिरो त फेरि आइन सुई आइन फेरि जान्छ यो के उपत्यका देखिने कि उपत्यकै जस्तो त उपत्यकै त भयो होइन हेर्नु न वरिपरि छ यो फाँट त त्यही हो छ त्यही फाँट हो कि माडीको माडी फाँट भनेको त ठुलो हो नि यहाँको पाल्पाको त माडी फाँट त पाल्पाकै नेपालकै प्रसिद्ध हो होइन त्यो माडी फाँटबाट त्यहीबाट त होइन हामी जानु त हुँदैन होइन त्यो त माडी त हामी जानिहाल्नु माडी त गएन प्रवासको उतापट्टि आएर गयो हामी त यो हो सायद लाग्छ मेडिकल कलेज देख्छु कि मेडिकल कलेज नै हो त देखिन्न फाल्दा एकदमै आएन कति गाह्रो परिरहेको छ त्यो नफाल त्यस्तै हुन्छ नि त होइन एउटै त होइन हो प्रजाति त एउटै हो नि मकैकै गनाएको होइन बुको 5-6वटा लिची खाइयो मेवा नि मिठो छ लाग्छ कि त्यति तल तल झर्दाखेरि त लाग्ला यहाँका मान्छेहरू बिरामी त पक्कै हुन्न हेर्नु न हेर्नु यस्तो छ क्या नानी त्यहाँबाट त तपाईँले सुन्ने मान्छे देख्नु भएर मायाला बस्ती गर्छ मायाला बस्ती हो कि त्यसले जहाँहरू पनि यता भिड यता आफै हेर्नुलाई त्यहाँ त त्यो सिटमा बस्न दिनुहुन्न पर कसैलाई दिने त कहिले दिने अगाडि पनि आयो भन्दा मान्दिने मेरो यही सिट हो भन्छ आज है ख्याल गर्नु है नारायणजी लुगा उहाँ गएर उखान्यो कि फलफुल छ नि त केरा छन् लिची छ मेवा छ कस्तो आनन्द गाडी हालेको हो नि त यस्तो हो कि बिहा हो यस्ता केसहरू झन् राखेको होइन झन् अड्डेको होइन कि कहाँ राख्ने हेर्नु त्यस्तो झन् अड्डेको भर्खरै गएको भए सबै तलै जान्थ्यो होइन भाग्यले अडेको यस्तो मोडमा पनि त्यस्तो चलाउँछ नानी यस्तो मोडमा त त्यसै सतर्क हुनुपर्छ क्या घरमा जानुपर्छ चोरको कस्तो राम्रो ठाउँ रहेछ क्या कस्तो ठाउँ रहेछ क्या नानी हेर्नु त यहाँको पोहोर साल भदौको 1-2-3 गते त हामी नैनीताल गएको बर्खामा त यहाँ थियौँ 1-2-3 गते हो कि कस्तो राम्रो ठाउँ रहेछ बर्खामा केही फरक पर्दैन नैनीताल त तराई हो पुरै तराई हो कस्तो राम्रो क्या नारायणजी हेर्नु न यो फेरि आज के छ नि पानी सानी जस्तो मौसमले पनि गइरहेको छ क्या राति हल्का पानी पर्यो अहिले पनि बादल छ अहिले पनि
ल्याउँछु मैले गाडी त्यो ठाउँ रहेछ होइन आन्जी गाड्नु मान्नु होला कसैले पनि फोटो खिच्नलाई अनि त्यसपछि गएर गर्नलाई यो गर्न किन छ ठाउँ त नै नानी यो पनि पुरै ठाउँ छ तपाईँले रोक्ने हो र यहाँ रोक्ने जस्तो छ अब यो सल्लाहगारीमा रोकेपछि अन्त पनि रोक्न छैन होला अब सल्लाहगारी त्यहाँ रोके के होला पानी आएको गरेछ त पानी गाडी आउँछ नि त्यहाँ होइन मैले मिलाउँछु मिलाउँछु अनि पुरा आउँला त्यो बुटो मलाई त फेरि यो भन्दा त्यो बुटो मन पर्यो कि त्यो झुममा छ नि त्यस्तो त हाम्रै सुनाइ छ त्यस्तै छ ठ्याक्कै कस्तो छ मलाई त मनपर्छ कि छैन होला अब त यो निकाले पनि हुन्छ होला हामीलाई सेम त्यस्तै गराएको गरिदिने के अप्ठ्यारोमा सार्दा जानुहुन्छ र साइड लाग्नुहुन्छ अनि म जान्छु फेरि टिकटु गर्न त जानु पर्यो भिडियो गरेर एकछिन तिम्रो आमा धेरै भयो नि सार्दाको भएन कि सिङ्गल पनि भएन साथै मैले त बल्ल एक पोजिसन राम्रो आएको थियो एकछिन त्यस्तै गरेर त राम्रो आउँछ जस्तो लाग्छ कि मलाई हेर्नु न उता बोल गरेपछि क्यामेरा भोरिको लिची आउँछ ठुलै मच्छरले कुरा गरौँ भन्छ गाउँको घरमा भयो है राख्नलाई पाइनु आज दिदी एकादशी हामीले लिची चाहिँ घरबाट मेवा लिची ल्याएर खाम है केरा अब तिमीहरूको सोरमा हामीले पनि त व्रत ल्याएको छौँ दिदीले नुन नखाने भएपछि अब म नि त्यस्तै त्यतै गएँ नुन त हामीले खाइयो
तर अरू खाइएन। आजको हाम्रो खवाई बिहानको भिडियो गरियो कि